प्रेसर कुकर र प्लेट है। प्रेसर कुकर र प्लेट आज सधैँ बजिरहने प्रेसर कुकर र खाना खुवाउने प्लेटको कथा लेख्न मन लाग्यो। सबैले उठेपछिको धेरैजनाको काम त्यो भाँडा स्ट्यान्डमा भएको त्यो बिचरो कुकर लियो। उसको के छ इच्छा, आज बज्ने कि नबज्ने मतलब नै छैन। बस सेतो चामल हाल्यो अनि पिठ्युलाई तातो आगोमा सेक्यो। ऐया भन्नुभन्दा पहिले नै गरी सिट्ठी बजिहाल्यो। न त अलिअलि पानी पनि फाल्यो। लौ लौ बन्द गरौँ भन्ने कोही कराउँदै आउँदै जान्छ। ओ ग्यास त बन्द भयो। आज फेरि मैले मेरो बिहानीको कर्म गरेँ भन्दै कुकर लामो सास फेर्दै। अनि अरू त्यसपछि के हुन्छ, नजिकै सुकेको प्लेटलाई उसले जिस्क्याउँछ। अब तिम्रो पालो, तातो माममा पोलिने। बिचरो प्लेटले केही बोल्न सक्दैन। केही समयपछि नभन्दै लौ लौ खाना पस्किनु भनिन्छ। हरर बाप्सनुको त्यो खाना आमाई फेरि पोल्यो। केही समयमा प्लेट रित्तो हुन्छ अनि माझिन लैजान्छ। आजको बिहानी सकियो। सधैँ दिनमा 2 प्रहर सबैको घरको कुराकानी सायद यही नै होला। संसार चलाउने कुकर र प्लेटको कहानी सायद यही नै होला। यतिका वर्षपछि आज भाँडा माझ्दै गर्दा यही लेख्न आयो। सायद एकचित्त भएर लागिरहनु नै जीवन रहेछ, सायद एकचित्त भएर लागिरहनु नै प्रकृति रहेछ।